के को 15 वटा बॉयफ्रेंड जो गलाको त बिजो गला फेरि हैन 15 वटा बॉयफ्रेंड त के हत्तेरी एउटाले पनि नपत्ता नछ 15 वटा कसरी पत्ता आयो हेलो यो रूप देखा छ यो रूप आहा जचम भोलि म टिकट काट्दिन्छु है म आँखा हस्पिटलको टिकट काट्दिन्छु आहा जचम के बोले यो रूपलाई चाहिँ एउटाले पत्याएन रे यो रूप यो झल 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 चन्द्रमा भन्दा उज्यालो जुनेली आमा यस्तो रूपलाई के बोले हाम्रो थाहा नानी बाइक जतिसुकै राम्रो भयो नि साइलेन्सर काले हुन्छ के नै मतलब अनुहार राम्रो भयो केही जात भएन मन सफा हुनु पर्यो के जति रूपको राम्रो घमण्ड नगर के जिन्दगीको अर्थ बुझ्नु छ भने आरे घाटमा गएर घुमेर आउँछौ त्यहाँ मान्छे कसरी मरिरहेको छ भन्ने कुरा के थाहा तिमीलाई जति राम्रो चमक धमक भयो नि लास्ट टाइम मर्ने हो के मान्छे भनेको खरानी हुने हो के घमण्ड गर्ने यार हामी जे यस्तो हेन्सम हुन्छ कहिले उहाँले घमण्ड गर्नुभयो सबै कुरा सिंगल कुरा राम्रो हुन्छ क्या 15 जना बॉयफ्रेन्ड भने तिमीले सिंगल राम्रो जुनलाई हेर सिंगल छ कति राम्रो नपत्तायो अमितजी उनलाई हेर कति राम्रो हाम्रो अमितजी पनि सिंगल हुन्छ कति हेन्सम कति राम्रो डायमन्डले बनाएको मूर्ति पनि हाम्रो अमित ब्रदर हेन्सम हुन्न के बोल्या भाइ के बोल्या एसियाको दोस्रो तेस्रो मात्र रोबिनजी हजुर तपाई के बच्चैबाट साइको हो कि पछि आएर यस्तो हुनु भएको किन देखेर भए के म साइको त भने साइको स्पेलिङ भन्दैन प्रिय पढेकै छैन स्कुलै गएको छैन म पढ्ने बेलामा त कहाँ छ गुच्चा भन्ने हुने के रे बा अब दिउँसो त्यही तालबराईतिर कचौरा थापेर माग्ने गर्छु त्यही माग्ने त्यही कामै त्यही हो बाटोमा कचौरा थापेर दिउँसोको 1500 जति दिन्छन् किन आफ्नो बेज आफै गर्छौ यार म त्यही नै गर्छु अनि के भन्ने त अनि के छ बिहा त भएन तिम्रो छैन बिहा कसैले पत्तायो बिहा के रे त्यो लाइन सुधार्ने मौका दिएछु है के रे कसैले पत्तायो तिमीलाई बिहा हार्ने फेरि एक लास्ट चान्स के रे म बोलिन के म रेडियो नेपाल एउटा गल्ला 5 चोटी बोल्नी के भन्छ त डाक्टरले तपाईँलाई ठिक हुन्छ रे घरै बसेर ठिक हुन्छ रे क्वारेन्टाइन लानु पर्छ रातिमै जानुहुन्छ कि पाटनतिर जाने त अनि जे यति साह्रो त अदा पनि बोल्दिन यार अदाको पनि आमा रहेछ यार